सबैजनालाई नमस्कार। हाम्रो माननीय ज्ञानेन्द्र बहादुर साईज्यूले चाहिँ एकदम चर्को चर्को स्वरमा चाहिँ उहाँले चाहिँ भाषण गर्नुहुन्छ। यो देशमा गणतन्त्र आएर शिक्षा, स्वास्थ्य होइन, त्यसपछि रोजगारी केही पनि भएन, शिक्षा पनि फ्री भएन, स्वास्थ्य अब उपचार पनि फ्री भएन, अब रोजगारी पनि भएन भनेर भन्नुहुन्छ। राजाको पालामा चाहिँ सबै कुरा थियो जस्तै कुरा गर्नुहुन्छ। किन होला? हुन त उहाँहरूलाई चाहिँ राजै प्यारो होला, तर हामीलाई पनि एउटा व्यक्तिको हिसाबले त अब राजा प्यारो नै हो होइन। तर राजाको पालामा हामीले पनि खन खन स्कुलमा शुल्क तिरेकै हो, फी तिरेकै हो होइन। अब फ्री थिएन के अरे। अब कि त अब ज्ञानेन्द्र साई अब कता पढ्नु भयो फ्रीमा, कि राजाले पढाइदिया हुन् र राजाले पढाइदिया भएर नै अहिले सायद अलि धेरै राज संस्थाको वकालत गरे पनि हुन सक्छन् होइन। अब हामीले पनि एक कक्षाबाट लिएर 10 कक्षासम्म पढिन्जेलसम्म फी तिरेको हो। बिचमा अब अलिकति त्यति बेला अब सशस्त्र युद्धको क्रममा माओवादीको जहाँ जहाँ पहुँच र पकड रह्यो त्यहाँ चाहिँ अब शुल्क उनीहरूले बन्द गरेका हुन्, नत्र भने हामीले तिरेकै हो। म जस्तै धेरै साथीहरूले तिर्नु भयो होला के अरे। अब हिजो राज संस्था हुने बेला सबै कुरा ठिक थियो होइन, स्वास्थ्य उपचार फ्री थियो, शिक्षा फ्री थियो, सबै कुरा ठिकै थियो, रोजगारी पनि जनताले पाइरहेको थियो भन्ने जस्तो कुरा गर्नुहुन्छ। मलाई त्यही चित्त बुझ्दैन के। कमसेकम होइन हो, राजालाई ल्याए पनि उत्तम व्यवस्थासहित आउनु पऱ्यो क्या राजतन्त्र आए पनि। अब त्यो कुरा नै चाहिँ भेटिमिटी त्यो ठिक भएन भन्ने मेरो भनाइ छ। र अर्को कुरा, अब राजाको पालामै सबै कुरा लथालङ्ग भएको छ। गणतन्त्र आएपछि अथवा होला त्यो आफ्नो ठाउँमा छ, अथवा धेरै नेताहरू अब भएको कारणले खर्च पनि भएको होला, त्यो आफ्नो ठाउँमा छ। अब समयक्रम अनुसार नै विकास त भइरहेको छ। अब त्यति छिटै चाहिँ हुने सम्भावना पनि होइन विकास हुने चिज। आज बोल्यो भोलि हुने कुरा पनि भएन। तर हिजो राजाकै पालामा चाहिँ अब टनकपुर महाकालीको सन्धि सम्झौता भएको छ, गण्डक कोशीहरूको सन्धि सम्झौता भएको छ होइन। त्यसपछि राजाकै पालामा लिम्पियाधुरा, लिपुलेक, कालापानी भन्ने पनि त्यो राजाकै पालामा गएको छ क्या माननीय ज्ञानेन्द्र बहादुर साईज्यू। त्यतातिर हेर्नु पर्यो, बुझ्नु पर्यो के। अब राजाको पालामा राजाले सबै जोगाएका थिए। अब सबै अहिले गणतन्त्रमा अब सबैले बर्बाद बनाए हो, भ्रष्टाचार होला छन् होइन, त्यो चाहिँ बरु बेचिती हो। तर सबै हिजो राजाको पालामा ठिक 240 वर्षको कति ठिक हो राजाको पाला। सबै राजाको पालामा ठिक थियो अरे। राजाले मान्छे पनि मारेनन् अरे होइन। 2021 सालमा पनि मान्छे मरेकै छन् होइन। त्यसपछि 25 सालमा मरेकै छन्, 37 सालमा मरेकै छन्। त्यति बेला राजै थिए के अरे। अब टनकपुर महाकालीको सम्झौता हुँदा पनि राजै थिए। राजाले नगरे हुँदैन भनेर अडान लिएको भए त अरूले कसरी गर्न सक्थे? स्वीकृत गर्ने त आखिर राजैले थिए नि। अहिले पनि त राष्ट्रपतिले स्वीकृत नगरिन्जेसम्म कुनै पनि कानुन विधेयकहरूबाट लिएर कुनै पनि एजेन्डाहरू पास हुँदैन। त्यति बेला पनि राजाले चाहिँ रोक्न सक्नु पर्थ्यो नि त। त्यसै हावातालमा बोलेका छन्, जनतालाई उल्लु बनाएका छन् होइन। विकास गर, राम्रो काम गर भनेर जिताएका हुन् जनताले। अब काठमाडौँमा हो हल्ला गर भनेर जिताएको हुन् है।